सबैजनालाई नमस्कार। अर्को एउटा नयाँ भिडियोमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अहिले यतिखेर नारायणगढ बजार छु। नारायणगढ बजार क्रस गरेर भर्खरै म गैँडाकोटतर्फको यात्रा गर्दैछु र आजको यात्रामा म आज कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटको कालीगण्डकी चोकदेखि कालीगण्डकी कोरिडोर अन्तर्गत ढुडेनी हुँदै गडम्दीसम्मको मात्र यात्रा गर्नेछु र त्यसपछिको यात्रा म अर्को भिडियोमा तपाईहरुलाई देखाउनेछु। अहिले भर्खरै हामी यतिखेर नारायणगढको पुल क्रस गर्यौं। नारायणगढको पुल क्रस गर्ने बित्तिकै कच्ची बाटो देख्न सक्छौं हामी, एकदम अप्ठ्यारो बाटो छ। र आज मलाई यात्रामा साथ दिएका छन् सुरज निउरे भाइले। सुरज निउरे भाइले यतिखेर ड्राइभ गरिरहेका छन् भने म यहाँहरुलाई यो यात्राको भिडियो यहाँहरु समक्ष पुर्याउनको लागि कोसिस गरिरहेको छु। कागजपेटी नजिकै आइपुग्यौं हामी अहिले यतिखेर। देख्न सक्छौं मेरो देब्रेतर्फ कागज फ्याक्ट्री जो अहिले बन्दको अवस्थामा छ। गैँडाकोटको कालीगण्डकी चोकमा महेन्द्र राजमार्ग विस्तारको काम चलिरहेको हुनाले अहिले हामी अब त्यहाँनिरबाट सिधै जानको लागि अलि अप्ठ्यारो रहेछ र हामी अलिकति साइडबाट अब त्यो अगाडि कालीगण्डकी चोक हामी देख्न सक्छौं र त्यहाँबाट हामी भित्र लाग्दैछौँ। यो कालीगण्डकी चोक हो र कालीगण्डकी चोकबाट अब हामी कालीगण्डकी कोरिडोर अन्तर्गतको बाटो हुँदै हामी यात्रा गर्नेछौँ। यो बाटो सोझै यो बाटो गैँडाकोटदेखि कालीगण्डकी कोरिडोर अन्तर्गत मुस्ताङसम्म यो बाटो कालीगण्डकी नदीको किनारै किनार जाने गर्छ। बाटो निकै फराकिलो र राम्रो छ, यात्रा गर्नको लागि एकदमै सजिलो पनि छ यो बाटो। नमुना इङ्ग्लिस बोर्डिङ स्कुल निर आइपुग्यौँ हामीले यतिखेर। अब हामी केही अगाडिबाट देब्रेतर्फ मोडिन्छौँ। यो चोकबाट हामी अब देब्रेतर्फ जान्छौँ। यहाँबाट हामी अब दाहिनेतर्फ सिधै कालीगण्डकी कोरिडोरको बाटोतर्फ हामी अब यात्रा गर्दैछौँ। गैँडाकोटबाट नजिकैको एउटा पहाडी गन्तव्य पनि हो ढुडेनी गाउँ। ढुडेनी गडम्दी गाउँ निकै सुन्दर एवं मनमोहक दृश्यहरू यहाँबाट हामी देख्न सक्छौँ र बिदाको समयमा हामी सपरिवार साथीभाइ घुम्न जानको लागि पनि ढुडेनी गडम्दी गाउँ एकदमै सुन्दर छ। यात्रा एकदमै रमाइलो हुनेवाला छ आज। कृपया यो भिडियो अन्तिमसम्म हेर्नुहोला र यो भिडियो मन परेमा मेरो यो भिडियोमा लाइक र कमेन्ट गर्न पनि नबिर्सनु होला। र तपाईले अहिले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट बक्समा आफ्नो ठेगाना पनि लेख्नु होला। बाटो एकदमै फराकिलो छ। ठाउँ ठाउँमा साँघुरा घुम्तीहरू देखिए पनि बाटो एकदमै फराकिलो छ र सजिलो पनि छ। कृपया आफ्नो सवारी साधन चलाउँदा चाहिँ एकदम ध्यानपूर्वक चलाउनु होला। यहाँ सासाना गाडीहरूदेखि लिएर ठुला गाडीहरू पनि यस मार्गमा हामी देख्न सक्छौँ। योभन्दा मेरो अघिल्लो भिडियोमा मैले नारायणगढदेखि चितवनको पहाडी गन्तव्य चौकीडाँडासम्मको यात्रा गरेको थिएँ। कृपया यो भिडियो हेर्नुभएको छैन भने मेरो प्रोफाइलमा गएर यो भिडियो हेर्न हुन पनि म अनुरोध गर्दछु। चौकीडाँडासम्मको यात्रा पनि निकै रमाइलो यात्रा थियो। त्यहाँको बाटोको अवस्थाको बारेमा पनि मैले त्यस भिडियोमा जानकारी गराएको छु। देख्न सक्छौँ हामी यहाँबाट 45 किलोमिटरमा हामी बुलिङटार पुग्छौँ। मौलाकालिका मन्दिर जाने बाटो, यहाँबाट पनि मौलाकालिका मन्दिर जानु मिल्ने रहेछ।
म चाहिँ अहिलेसम्म गएको छैन। कृपया तपाईँहरू यो बाटो जानुभएको छ कि छैन कमेन्ट बक्समा कमेन्ट पनि गर्नुहोला र बाटो कस्तो छ बाटोको बारेमा पनि जानकारी दिनु होला। अब हामी यहाँबाट सिधै ढोडेनीतर्फको यात्राको लागि अगाडि बढ्दैछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। अरेली घारी भन्ने ठाउँमा आइपुग्यौँ अहिले हामी लगभग अब हामी यहाँबाट ढोडेनीको नजिक आइपुगेका छौँ। नजिकै हामी बस्ती देख्न सक्छौँ। सुन्दर बस्ती अनि सुन्दर बाटो अनि मनमोहक दृश्य हामी देख्न सक्छौँ। अगाडि एउटा ठुलो ट्रकले सामान लिएर गइरहेको छ। यति ठुला ट्रकहरू बसहरू पनि यहाँबाट चल्ने गर्दछ। यो बाटो कालीगण्डी कोरिडोर हुँदै मुस्ताङसँग पनि पुग्ने गर्छ भने त्यसै गरी पाल्पा रामपुर जाने बसहरू माइक्रो बसहरू यहाँबाट लाग्ने गर्छ। यदि तपाईँहरू पनि बुटोल नारायणगढको बाटोबाट जाँदा शास्ति भएको छ, तपाईँहरूलाई पाल्पाको यात्रा गर्नु छ भने कालीगण्डकी कोरिडोर अन्तर्गतको यो बाटो पनि एउटा विकल्प हुनसक्छ। एकदमै रमाइलो बाटो छ। केही घुमौरा घुम्तीहरू ठाउँमा भए पनि बाटो सहज नै मान्नुपर्छ। ओभरअल तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेको छ, कृपया भिडियो मन पर्यो भने यस भिडियोमा लाइक, कमेन्ट र शेयर गर्न पनि नबिर्सनु होला र भिडियो अन्तिमसम्म हेर्नु होला। फाइनली हामी ढोडेनी गाउँ आइपुगेका छौँ। हामी देख्न सक्छौँ अब हामी ढोडेनी गाउँ प्रवेश गरिसकेका छौँ। निकै सुन्दर बाटो छ अगाडि हामी देख्न सक्छौँ। म तपाईहरुलाई ढोडेनी गाउँको यात्रा अहिले गराइरहेको छु। ढोडेनी दाहिनेतर्फमा देख्न सक्छौँ एउटा रोटेपिङ रहेछ, कलात्मक रोटेपिङ बनाइएको रहेछ। केही ससाना घरहरू हामी साइडमा देख्न सक्छौँ र ठुला बिल्डिङहरू पनि यहाँ बनेको रहेछ। सामुदायिक विद्यालय, प्रहरी चौकी, विभिन्न किसिमका ससाना होटल तथा रेस्टुरेन्टहरू र ठुला होलसेल किराना पसल लगायत फेन्सी पसल लगायतका पसलहरू पनि हामी ढोडेनीमा देख्न सक्छौँ। अहिले कालीगण्डी कोरिडोर अन्तर्गतको यो पक्की राजमार्ग बनेसँगै यहाँ यातायातको सवारी साधनहरू निकै सहज किसिमले आउने हुँदा यहाँ आधुनिक किसिमका घरहरू पनि बनेका रहेछन्। बाटो एकदमै सजिलो र फराकिलो बाटो छ। विगतको महेन्द्र राजमार्ग जतिको फराकिलो बाटो हामी यहाँ यस ढोडेनी गडम्दी गाउँको आसपासमा हामी देख्न सक्छौँ। ढोडेनी गडम्दी गाउँ घुम्दै आउने क्रममा हामी अहिले यतिखेर निर्मल मिलेनियम स्कुलमा आइपुगेका छौँ। एकजना चिनजानको सर बाटोमा भेट हुनुभयो, त्यही भएर हामी उहाँको बोर्डिङ स्कुल अवलोकनको लागि पनि यहाँ आइपुगेका छौँ। उहाँको भनाइअनुसार यस एरियाको एकमात्र इङ्ग्लिस स्कुल रहेको छ यो निर्मल मिलेनियम इङ्ग्लिस स्कुल। अब हामी यहाँबाट सिधै ढाप्ले हुँदै अब गडम्दीतर्फको यात्रा गर्न गइरहेका छौँ। तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेको छ, कृपया भिडियो मन परेमा मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र भिडियोमा लाइक र कमेन्ट पनि गर्न नबिर्सनु होला। त्यसैगरी यो भिडियो धेरैभन्दा धेरै साथीहरूको लागि सेयर गरिदिनु हुनुको लागि पनि म अनुरोध गर्दछु। कालीगण्डकी कोरिडोर अन्तर्गतको यहाँको बाटोको अवस्थाको बारेमा सबैलाई यस भिडियो मार्फत जानकारी दिने उद्देश्यले आज म यस ठाउँको यात्रा गर्न गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। फाइनली हामी गडम्दी गाउँ आइपुगेका छौँ। यतिखेर हामी दृश्यमा देख्न सक्छौँ
वन कार्यालयको भवन त्यसै गरी विद्यालयको भवन पनि हामी देख्न सक्छौँ गडम्दी प्रवेश गरेसँगै मेरो देब्रे साइडमा। तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेको छ कृपया यो भिडियो मन पर्यो भने कृपया लाइक कमेन्ट अनि यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु पनि नबिर्सनु होला। आजको यात्रा मेरो नारायणगढदेखि कालीगण्डी कोरिडोर अन्तर्गतको ढुडेनी गण्याकोटको पहाडी गन्तव्य ढुडेनी गडम्दी गाउँसम्मको रहेको थियो। यसपछिको भिडियोमा म गडम्दी गाउँदेखि गण्याकोट नगरपालिका वडा नम्बर 18 दमार जोड्ने बाटोको बारेमा पनि यहाँलाई जानकारी गराउने छु। गण्याकोट नगरपालिका वडा नम्बर 10 देखि माथि गण्याकोट नगरपालिका वडा नम्बर 18 सम्म हाल पूर्ण रूपमा पिच भइसकेको छ भने यी दुई बाटाहरू कालीगण्डी कोरिडोर र दमार गाउँसम्म जोड्ने बाटो छ। त्यो बाटोको अवस्थाको बारेमा जानकारी म यहाँलाई गराउने छु अबको भिडियोमा। अहिलेसम्म यस भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको यस भिडियोबाट म बिदा लिन चाहन्छु। हवस् त, नमस्कार।